आज चाहिँ तिहारको दिन है, एउटा सानो भिडियो बनाउँदैछु म। आज चाहिँ म उता दिदीको रुममा टिका लाउन जाँदैछु होइन। सर्वप्रथम सबैजनालाई ह्याप्पी दीपावली भन्न चाहन्छु है, ह्याप्पी टिका। अहिले चाहिँ अब यो टिकाको साइज चाहिँ लगभग 11 बजेर 30 मिनटमा रे। यहाँ चाहिँ ल 11 बजेर 23 मिनट भइसक्यो होइन। दिदीको रुम घर चाहिँ उतापट्टि हो 5 मिनट, त्यही कारण छिटो जाँदैछु होइन। यदि तपाईँहरूले मेरो भिडियो हेर्दै हुनुहुन्छ भने मेरो यो भिडियो सेयर गरिदिनु होला। अनि मेरो टिकटक होइन, युट्युब च्यानल चाहिँ सब्सक्राइब गरिदिनु होला है त गाइज। ढिलो भइसक्यो, बिहानै गयो भ्याउँछ 11:30 मा हो, 5 मिनट छ अझै पनि 25 मा। हेर्नुहोस् पारिपट्टि कति राम्रो भ्यू देखिएको छ है। हेलो दिदी के छ? कति बज्यो टिकाको साइज? ए टाइम रहेछ नि अझै, नत्र म उतातिर अलि जस्तो भ्यू हेर्न सक्नुहुन्छ है। यहाँ चाहिँ दिदी हुनुहुन्छ, बहिनी, एउटा दाइ हुनुहुन्छ, अनि म 4 जना छ। बेलुका पनि जाने हो देउसी खेल्न? ल जाने हो ल, भयो ल। अब त टिका लाउने साइज भयो, ट्याक्सको लागि दाएर म बस्दैछु। ओखर कि ओखर? ओखर हो ल, ठिकै हुन्छ ठिकै हुन्छ। अब घुमाउँदै ठिकै हुन्छ क्या। अहिले भिडियो बनाइस कि क्या भाइ? मैले भिडियो बनाइरहेको छु, नसकिन सबै राम्रो देख्छ। मलाई टिका लाउन मात्रै पर्छ। यो देख्दैन, यो देखे त्यो देख्दैन। अब क्यामेरा मिल्दै अब के गरेको क्यामेरै मिल्दैन। अनि त्यो उयो धारमा अलिकति प्रेसर लागेर उयो त 4 सकिलो दिदी यसो गरेर बरु बाहर दिने हैन धुप। The Bluetooth device is connected successfully. अलि बाक्लो लाउन के भन्न गएको गर्न यो सुन्नु लाउनु न। हेलो किन लाउँदै हो? हामी त साइडमै छोडिसक्यो। भयो ठिकै छ त। दोसर मिलाइदिएर त्यो अगाडि राख्नुहरू देखियो। त्यो दिन त मोबाइल यहाँ ट्रेन बजाएर त कस्तो निदा त ठुलो छ नि, माथि लाइट राम्रो हुन्छ नि।
रातो चाहिँ मुनि लगाएर राम्रो देखिन्थ्यो होइन ठिक छ जे भयो फुका फुका यतापट्टि यसो हातले पनि हुन्छ सबै बसेर खाने हो एकछिन है अहिले छैन आफै लगाएर बनाएर लगाइहाल्यो
मेरो त बिना खाइन्छ यार हाले ग्लास कोही अरू टिसी छैन एउटा दुइटा माथि थपेन निदा त फेरि एकमुठी चामल ओ टिकालाई माक्स लाउनु पर्ने है किनकि नाप्नु पर्छ नि बिर्सिरह मैले ओइ गीत बजाउनु पर्ने तर दुबुले देख्छ लिएर आएको खुसीले आज टिका मत लाउनु भनेर ओ ल ल 1 2 3 4 5 6 7 8 ठिक छ ल ना दिदी म सँगसँगै तू भर्टिकल से बना ना कहिले जाई त हो यसो ल गीता भन सल्लाह भन्दै यो हल्लिँदो रहेछ कि यो किन हल्लियो ल ल ल खा ल देखा